हेलो हाई दर्शक नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी यसो मर्निङ वक गर्न बाहिर निस्केको छौँ। बिहानको अहिले 5:30 भएको छ। 5:30 बजे आज यसो मर्निङ वक गर्दिन भनेर बाहिर निस्केको गाईचरो मेरा पार्टनरहरू चाहिँ उता हुनुहुन्छ अगाडि म चाहिँ यता छु। अहिले मर्निङ वक गर्न हिँडेको साथीहरू। अब हाम्रो मर्निङ वक पनि हिँडेर हुन्छ भन्दा हुन्छ होला हजुरहरूले, होइन? हुन्छ नि, हिँडेर पनि मर्निङ वक हुन्छ। हामी एकछिन हिँड्छौँ, एकछिन दौडिन्छौँ। एकदम कत्तरको अहिले चाहिँ चिसो चाहिँ एकदम बढिरहेछ। जाडो महिना पऱ्यो कत्तरमा। अलिक छिट्टो आउनु पर्थ्यो क्या, हामी अलिक छिट्टो आउनु पर्थ्यो। यहाँ मान्छे त हुन्थ्यो, ड्युटी जाने मान्छेहरू पनि सबैजनाले बिहान अब एकदमै गाह्रो हुन्छ। हामी त उहाँ हुनुहुन्छ, म चाहिँ यहाँ छु। जाडोले मार्यो। धेरै टाढो भयो, एकछिन दौडिनु पनि पर्छ। के खान्छु म। कसले सुनो नेपाली हो दाइ? नेपाली हो? म झापाबाट दाइ। तपाईँ कहाँबाट हो? झापाबाट हो? ए म हजुर म मेरो पनि भलक छ त। मेरो भलक छ। मेरो सन्दिप कान्छा भलक छ है, हेरिदिनु ल। साथी बनौँ है, साथी बनौँ। भलकमा साथी बन्नुपर्छ। यता एकजना नेपाली दाइसँग पनि भेट भयो हाम्रो। म त एक्लै होला भनेको, एकजना नेपाली दाइलाई पनि भेट्यो। नेपाली दाइसँग पनि विषय छोटो मिठो गफ 2-3 मिनट हान्यो। सबै साथीहरू, अब हेरौँ हाम्रो कत्तरको मर्निङ वक कस्तो हुन्छ। अहिले एकदम गर्मी भएर आएछ। सबैजनालाई अब पनि ख्याल गर्नु होला साथीहरू। मर्निङ वक पनि गर्नु होला, एकदम मोटोपनलाई घटाउनको लागि। हेर्नु, म त कति मोटो थिएँ, म 70 केजी थियो। मैले अहिले मर्निङ वक गर्न थालेको कति महिना, 1 महिना पनि भएको छैन होला राम्रोसँगले। अहिले म 65 केजी 4 केजी घटिसकेँ साथीहरू। हजुरहरू पनि यति मोटोपनले हजुरहरूलाई एकदम मोटोपनले सताइरहेछ भने हजुरहरूले पनि मर्निङ वक गर्नु होला, कसरत गर्नु होला। हजुरहरूको बडीको लागि पनि एकदम हेल्दी हुन्छ। सुबह बिहानै यस्तो कुद्ने गर्नु होला साथीहरू। यति भन्दै अब मैले यति भन्दै अब भित्रको भलक चाहिँ यहीँ टुङ्गाउन चाहन्छु। अब हेरौँ बाहिर कस्तो हुन्छ हजुरहरूलाई। पुरै बाहिर हामी कता गइन्छ, के गरिन्छ हजुरहरूलाई पुरै देखाउने कोसिसमा गर्नेछु। यति भन्दै हजुरहरूको सामने मैले फोन राख्न चाहेँ है त साथीहरू।